हेलो साथीहरू सबैजनालाई सेवा भन्दै म चाहिँ दिउँसोको काम गर्न हिँडेको। तपाईँहरू बिहान के गर्नुभयो अनि दिउँसो के गर्दै हुनुहुन्छ? हामी चाहिँ दिउँसोको मेरो काम आजको चाहिँ के हो भन्दाखेरि चाहिँ वस्तु हेर्ने। वस्तु चाहिँ म चाहिँ अहिले नखोल्ने, हिँड्नु चाहिँ अहिले नै हिँडेँ, 12 बजे हिँडेँ। म चाहिँ अब मकैबारीमा हाम्रोतिर चाहिँ वस्तुलाई लामो दाम्ला बनाएर आजभोलि चाहिँ छोड्छ। अनि त्यो घाँस धेरै छ अनि खान्छ। अनि बेलुकी चाहिँ टक्कसँगले वस्तुलाई पानी खुवाउने अनि बाँधिदिने अनि घाँस लगाइदिने, यो खालको हाम्रोतिर चलन छ। तपाईँहरूतिर कस्तो छ दिउँसो होइन? तर अहिले मात्रै हो हाम्रोमा पनि बर्खाको सिजन, यो घाँस धेरै भएको कारणले गर्दाखेरि अब बारी जोत्नुपर्छ, कोदो रोप्नुपर्छ, धान रोप्नुपर्छ। तर धान रोप्ने बेला हाम्रो चाहिँ अब आइसक्यो, तर चाहिँ पानी आएको छैन, त्यत्तिकै छ। मौसम यस्तो छ, पानी परेको छैन, असार सकिन आँटिसक्यो। आज भने भोलि भन्दा असार बितिसक्यो। यो साल धान रोप्ने पानी आउँछ जस्तो मलाई चाहिँ लागेको छैन, तैपनि खेतमा वस्तुहरू छ। अनि त्यसो हुँदै हुँदै म चाहिँ अङ्कलको घरमा पुग्न आँटिसकेँ। अब वस्तुहरू सार्ने अनि लामो दाम्ला बनाउने, त्यसपछि एकछिन सुत्ने अनि उठेर वस्तु खोल्ने, त्यस्तै दिन बितेको छ मेरो चाहिँ बिहानको घरे आसीको काम थोरै थोरै गरेँ होइन। अब यहाँ बहिनीहरू के गर्दैछ बहिनीहरूलाई जिस्काउँछु कि बहिनीहरू काम गरेर आएको छैन कि थाहा छैन। बहिनीहरू ढिलो काम गरेर आउँछ होइन। यहाँ बहिनी घरमा रहेछ, बहिनीलाई म जिस्काउँछु। मेरो बहिनी र दिदी, उहाँ चाहिँ मेरो दिदी यहाँ छ। यहाँ चाहिँ भर्खर यो काम गरेर आएको होला, अहिले फोन चलाउँछ, लभ परेको छ अरे, च्याटिङ सन्दीप गयो, काठमाडौँ गयो। छोरी मान्छे घर भएको भनेको अर्कै हुन्छ, किनकि फुलै फुल रोपिराखेको हुन्छ। यो सबै फुलै फुल छ, यहाँ छ फुल चाहिँ हाम्रोमा चाहिँ, मेरोमा चाहिँ एउटा पनि छैन, किनकि मेरोमा सबै छोरा मान्छे छ, फुल रोप्ने मान्छे छैन। त्यसैले म अब वस्तु भएको ठाउँमा पनि म पुगिसकेँ। मेरो वस्तुहरू चाहिँ आनन्दै सुतिरहेको रहेछ है। मेरो वस्तुहरू चाहिँ तल यो अब यो चाहिँ ढोरबारीमा बाँध्नु पर्ने छ क्या, पर्तिर बाँध्ने। यो वस्तुहरू यहाँ ल्याएको थिएँ, खेतमा ल्याएको थिएँ, अनि दिउँसो यता चढाएँ बाँध्ने, अनि बेलुकी यता बाँधेको। अब उता सार्ने। मेरो वस्तुहरू चाहिँ जम्मा जम्मी 6वटा हो, 3टा गोरु 3टा गाई होइन। मेरो गाईहरू चाहिँ बलियो बलियो छ। मेरो बर हो, जो गाई हो, यो पनि गोरु, सबै मेरो गाईहरू साथीहरू। मैले मेरो वस्तुहरू पनि सारिसकेँ। मेरो वस्तुहरू पनि चढ्दैछ यहाँ यसरी।